हेलो नमस्ते, म रोशन थापा नेपालबाट हो। घर नेपाल, अहिले हाल स्लोभाकियामा छु। म स्लोभाकिया भिजाबाट नेपालबाट आउँदाखेरि म बिएससी ट्राभल एजेन्सीबाट म यहाँ स्लोभाकिया आएको हो। बिएससीले मलाई धेरै हेल्प गर्नुभयो। स्लोभाकिया आउँदा हरेक डकुमेन्टहरूदेखि लिएर सबै थोक बनाउनको लागि मद्दत गर्नुभयो। इच एन्ड एभ्री स्टेप गाइड गर्दै ल्याएर अहिले यहाँ स्लोभाकियामा टिआरसी कार्ड बनाउनदेखि लिएर सबै थोकमा सहयोग गर्नुभयो। तपाईँहरूलाई पनि ट्रस्ट लाग्दैन भने ट्रस्ट गर्नुहोला। धेरै राम्रो एजेन्सी हुन्छ बिएससी एजेन्सी भनेको। मैले बुझेअनुसारमा मैले मेरो थ्रोबाट चाहिँ म त्यो भन्न चाहन्छु। तपाईँहरूको के भइरहेको छ, नराम्रो छ भने पनि मलाई त्यो कुरामा त्यस्तो नराम्रो गर्छ जस्तो भन्ने लाग्दैन। मलाई चाहिँ राम्रै भइरहेको छ। त्यही भएर बिएससीलाई ट्रस्ट गरेर राम्रोसँग काम गरेर गर्नुहोला। धन्यवाद। थ्याङ्क यू बिएससी एजेन्सी।